भाइ बहिनीहरू, एसी पछिको योजना के गर्न सकिन्छ भन्ने बारेमा एउटा भिडियो ब्लग बनाइएको छ। यसमा 3 वटा खण्डमा, जस्तो पहिलो खण्डमा चाहिँ एसी सकियो, समाप्त भइसक्यो र रिजल्ट नआउँदासम्मको अवस्थामा हामी के गर्न सक्छौँ। दोस्रो खण्डमा चाहिँ रिजल्ट आइसक्यो र कुन विषय छनौट गरेर पढ्ने होला भन्ने बारेमा छ र तेस्रो खण्डमा चाहिँ निष्कर्ष लेखिएको छ। पहिलो खण्डमा चाहिँ के छ त भन्दा हामी यो एउटा सुनौलो अवस्था हो, सुनौलो अवसर हो। यसलाई हामीले कसरी युटिलाइज गर्ने भन्ने बारेमा छ। यो समय अवधिमा हामी नयाँ स्किलहरू, नयाँ सिपहरू सिक्न सक्छौँ। आफ्ना हब्बीहरू, आफ्ना रुचि क्षमताका कुराहरू हामी सिक्न सक्छौँ। रियल लाइफ एक्सपिरियन्सको बारेमा हामी अनुभव लिन सक्छौँ। केही प्रोडक्टिभ उत्पादनमूलक र केही क्रिएटिभ सृजनात्मक क्रियाकलापहरू हामी यो समयमा गर्न सक्छौँ। त्यसलाई बुँदागत रूपमा लेखिएको छ। एसीको परीक्षा पश्चात हामी कम्प्युटर र आइटी स्किल सिक्न सक्छौँ। जस्तै बेसिक कम्प्युटर स्किल, जस्तै अफिस, पावरपोइन्ट, अफिसभित्र पावरपोइन्ट, एक्सेल, वर्ड, त्यसै गरी टाइपिङ, इन्टरनेट हैन, विभिन्न प्रोग्रामहरू हामी सिक्न सक्छौँ। प्रोग्रामिङ पनि गर्न सक्छौँ। अलिकति यो फास्ट हुन्छ, यो एडभान्स हुन्छ। त्यसमध्ये जस्तो पाइथन, सी, सी प्लस प्लस, जाभा, यी सबै यो कम्प्युटर प्रोग्रामिङका नामहरू हुन्। यसमा कम्प्युटरमा इन्ट्रेस्ट छ भने तपाईँ कम्प्युटर पनि सिक्न सक्नुहुन्छ। प्रोग्रामिङ सम्बन्धी, वेब डेभलपमेन्ट सम्बन्धी पनि तपाईँ सिक्न सक्नुहुन्छ, जसमा वर्डप्रेस, जाभा, सीएसएस, एचटीएमएल, तपाईँलाई कुन इच्छा छ त्यो सिक्न सक्नुहुन्छ। ग्राफिक डिजाइन सिक्न सक्नुहुन्छ यो अवधिमा, जस्तै फोटोसप, इलिस्ट्रेटर, क्यानभास, विभिन्न ग्राफिक डिजाइन सम्बन्धी हुन्, जसबाट पिक्चर, भिडियो एडिटिङ आदिहरू गर्न सकिन्छ। भिडियो एडिटिङ कोर्सहरू जस्तै एडोब प्रिमियर प्रो, क्यापकट, फिल्मोरा जस्ता विभिन्न प्रोग्रामिङहरू छन् हैन, यिनीहरू पनि सिक्न सकिन्छ। साइबर सेक्युरिटी बेसिक्स, यस सम्बन्धी इथिकल ह्याकिङ पर्दछ, अनलाइन सेफ्टीहरू पर्दछन्। यिनीहरू पनि तपाईँ कम्प्युटर सम्बन्धी कुराहरू, आइटी स्किल सम्बन्धी कुराहरू सिक्न सक्नुहुन्छ। एआई मतलब आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ बेसिक्स आदि इच्छा छ, यसमा इन्ट्रेस्ट छ भने तपाईँ यी कोर्सहरू अन्तर्गत हैन, कम्प्युटर सम्बन्धी कोर्सहरू तपाईँ सिक्न सक्नुहुन्छ यो समय अवधिमा। त्यसै गरी ब्रिज कोर्स अर्थात् क्लास 11 मा तयार गर्नको लागि यो समय अवधिमा तपाईँ ब्रिज कोर्सका कक्षाहरू पनि लिन सक्नुहुन्छ। जस्तै साइन्स स्ट्रिममा पढ्न चाहनुहुन्छ भने तपाईँ म्याथमेटिक्स, फिजिक्स, केमिस्ट्री, बायोलोजी जस्ता विषयहरू पढ्न सक्नुहुन्छ। म्यानेजमेन्ट स्ट्रिममा पढ्न चाहनुहुन्छ भने एकाउन्टेन्सी, इकोनोमिक्स, बिजनेस स्टडिज आदि इत्यादि पढ्न सक्नुहुन्छ। यसको बारेमा तयारी गर्न सक्नुहुन्छ। ह्युमेनिटिज र ल अर्थात् कानुन र मानवशास्त्र सम्बन्धी पढ्न चाहनुहुन्छ भने त्यसमा तपाईँको साहित्य, इतिहास हैन, सोशल साइन्स, यी सबै विषयहरू पढ्न सक्नुहुन्छ। यी सबै कुराहरूले तपाईँलाई चाहिँ हायर स्टडीमा मद्दत गर्न सक्छ भन्ने कुरा हो। तेस्रो नम्बरमा ल्याङ्ग्वेज लर्निङ, यो बारेमा पनि तपाईँ सिक्न सक्नुहुन्छ। यसमा चाहिँ विभिन्न अप्सनहरू छन्। विभिन्न अप्सन तपाईँलाई जुन रुचि लाग्छ हैन, आफूलाई जुन रुचि लाग्छ अरूलाई पनि त्यही रुचि नै हुन्छ भन्ने पनि छैन र अर्काको रुचि आफ्नो रुचिसँग मिल्छ भन्ने कुरा पनि होइन। जस्तै इङ्ग्लिस स्पिकिङ, आइएलटिएस जस्ता कोर्सहरू तपाईँ यो समय अवधिमा तयारी गर्न सक्नुहुन्छ। कोरियन भाषा, यो सबै जापानिज भाषाहरू पढेर विदेश जाने हो। विदेश जानुलाई कतिपयले राम्रो पनि मान्दैनन्, स्वदेशमै काम गर्नु राम्रो भन्छन्, तर अब अवसर पनि त्यति छैन। कोरियन भाषा, जापानिज भाषा तपाईँ यो समय अवधिमा तयारी गर्न सक्नुहुन्छ। विदेशमा राम्रो पैसा कमाइ हुन्छ। त्यसै गरी यो अवधिमा चाइनिज, जर्मन, फ्रेन्च विभिन्न भाषाको कक्षा पनि तपाईँ तयारी गर्न सक्नुहुन्छ। क्रिएटिभ र आर्टिस्टिक एक्टिभिटिज भनिएको छ, जसमा तपाईँले क्रिएटिभ राइटिङ जस्तै कविता लेखन, कथा लेखन, ब्लगिङ, डायरी राइटिङ यी पनि तयारी गर्न सक्नुहुन्छ। तपाईँको इच्छाको कुरा हो यी सबै कुराहरू। पब्लिक स्पिकिङ जस्तै डिबेट कम्पिटिसन, यिनीहरूमा पनि तपाईँ तयारी गर्न सक्नुहुन्छ। तपाईँलाई इच्छा लागेको विषयवस्तुहरू जस्तै फोटोग्राफी, भिडियोग्राफी हुन सक्छन् यस सम्बन्धी, र त्यसै गरी म्युजिक क्लासहरू, गिटार, पियानो, सिङ्गिङ, फ्लुट, यी विभिन्न, फ्लुट भनेको बाँसुरी हो, मुरली बजाउने, सिङ्गिङ गाना गाउने, गिटार, पियानो यो वाद्यवादनका साधनहरू हुन्। यिनीहरू पनि तपाईँ सिक्न सक्नुहुन्छ। ड्रइङ, यो पेन्टिङ, यिनीहरू पनि तपाईँ यो समय अवधिमा सिक्न सक्नुहुन्छ। त्यसै गरी यो समय अवधिमा ट्राभल र एक्सप्लोरेसन
सबै अध्ययन गर्नुपर्छ पढ्नुपर्छ मात्र भन्ने छैन, घुमफिर पनि गर्न सकिन्छ, नयाँ कुराहरू अन्वेषण गर्न पनि सकिन्छ। जस्तो हिस्ट्रिकल प्लेसेसहरू मतलब यो ऐतिहासिक क्षेत्रहरू हैन, यिनीहरूको अध्ययन भ्रमण गर्न सक्नुहुन्छ। पाटन दरबार स्क्वायर, भक्तपुर, लुम्बिनी, जानकी मन्दिर, विभिन्न क्षेत्रहरू छन् हैन, यी क्षेत्रहरूको अध्ययन भ्रमण गर्न सक्नुहुन्छ। ट्रेकिङमा जान सक्नुहुन्छ, हाइकिङ गर्न सक्नुहुन्छ, विभिन्न क्षेत्रहरूको नाम दिएको छ। आफ्नो वरिपरिको नजिकको विभिन्न क्षेत्रहरू घुम्न सक्नुहुन्छ। प्रकृतिको बारेमा अन्वेषण गर्ने, अध्ययन गर्ने, वन्यजन्तुको बारेमा अध्ययन भ्रमण गर्ने, यी सबै कामहरू गर्न सक्नुहुन्छ यो समय अवधिमा। ट्राई एडभेन्चर स्पोर्ट्स भनेको छ साहसिक खेलकुदहरू जस्तै राफ्टिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, यी क्रियाकलापमा भाग लिन सक्नुहुन्छ। यस सम्बन्धी तपाईँ सिपहरू सिक्न, अध्ययन गर्न सक्नुहुन्छ। भोकेसनल र स्किल बेस्ड ट्रेनिङ भनिएको छ, त्यसमध्ये यो चाहिँ तपाईँको जीवनोपयोगी शिक्षा पनि हो यो हैन। अब यसमा तपाईँको सिप बढी रहन्छ, जस्तै कुकिङ, बेकिङ क्लासेस भनेको छ। यो काम गरे पश्चात अब धेरै ठुलो सिप पनि सिक्नु छैन, अब यो जानिसके पश्चात तपाईँलाई राम्रै फाइदा हुन्छ भविष्यमा। खाना बनाउने हैन, यो बेकिङ भनेको छ रोटीहरू पकाउने, फेसन डिजाइनिङ गर्ने, सिलाइ बुनाइ गर्ने हैन, ह्यान्डिक्राफ्ट र DIY प्रोजेक्टहरू भनिएको छ, यो हस्तकलाका कामहरू हुन्। र DIY भनेको चाहिँ डु इट योर सेल्फ भन्ने छ, यो आफ्नो काम आफैले गर्ने भन्ने हो। जस्तै अब गहना बनाउने, होम डेकोरेसन गर्ने, जस्तो रुमलाई कसरी सजाउने, कुन सामग्रीहरू कुन ठाउँमा कसरी मिलाएर राख्न सकिन्छ भन्ने कुरा हो। अटो मेकानिक्स भन्ने छ, त्यसमध्ये अब तपाईँलाई केमा इन्ट्रेस्ट छ, जस्तो मेकानिक सम्बन्धी, जस्तो बाइकहरू रिपेयर गर्ने, कार रिपेयर गर्ने हैन, यो सम्बन्धी तपाईँ तालिम लिन सक्नुहुन्छ। आफ्नो आफ्नो इन्ट्रेस्टको कुरा हो। अब इन्टर्नसिप र यो पार्ट टाइम जब्स भनेको छ, अब फुर्सदको समयमा काम गर्ने, त्यस सम्बन्धी सिप सिक्ने, जस्तै IT फर्महरू, स्कुलहरू, लोकल बिजनेसहरूमा चाहिँ काम गर्न सकिन्छ। त्यसै गरी अब फ्रिल्यान्सिङ भनेको छ ग्राफिक डिजाइन हैन, भिडियो एडिटिङ, कोडिङ, यो कम्प्युटरसँग सम्बन्धित छ, कोडिङ गर्ने हो यो। कन्टेन्ट राइटिङ भनेको छ विषयवस्तु लेखन सम्बन्धी, अब कुनमा इच्छा लाग्छ तपाईँहरूको, यो विभिन्न अप्सनहरू हो, यसमा तपाईँ अब सहभागी हुन सक्नुहुन्छ। ट्युटरिङ जुनियर स्टुडेन्ट्स, साना अब भाइ बहिनी विद्यार्थीहरूको यिनीहरूलाई चाहिँ केही कुरा सिकाउने, ट्युसन पढाउने आदि गर्न सक्नुहुन्छ। सोसल र भोलिन्टियर वर्क भनेको छ अब यो सामाजिक र स्वयंसेवकको काम गर्ने हो। यस सम्बन्धी अब तपाईँ अन्डर प्रिभिलेज्ड किड्स भनेको छ, जो चाहिँ लेखपढ गर्न पाएका छैनन्, जसको चाहिँ अब त्यति अवसर छैन पढ्न लेख्नलाई, तिनीहरूलाई केही सिकाउन सक्नुहुन्छ। प्लान्टेसन भनेको छ यो ट्री प्लान्टेसन हो, वृक्षारोपण गर्ने। इन्भाइरोन्मेन्टल क्याम्पेन्स भनेको छ वातावरणीय यो चाहिँ क्याम्पेन भनेको ठुलो उद्देश्यका साथ अब निर्माण गर्न थालिएको प्रयासहरू हुन्, योमा तपाईँ हात हाल्न सक्नुहुन्छ। हेल्पिङ इन अर्फनेजेस एन्ड एल्डरली होम्स भनिएको छ, यो चाहिँ अब अर्फनेजेस भनेको चाहिँ अब यो जहाँ चाहिँ टुरा बालबालिकाहरू बस्ने हैन, अनाथालय, र एल्डरली होम्स भनेको चाहिँ वृद्धाश्रमहरू, ती ठाउँहरूमा गएर तपाईँ हेल्प गर्न सक्नुहुन्छ, मद्दत गर्न सक्नुहुन्छ। अन्टरप्रेन्योरसिप र अर्निङ मनी भनेको छ यो उद्यम गर्ने, उद्यम व्यवसाय हैन, उद्योगी बन्ने हैन, उद्यमी बन्ने, यो सम्बन्धी र अर्निङ मनी, पैसा कमाउने काममा पनि तपाईँ हात हाल्न सक्नुहुन्छ यो समय अवधिमा। जस्तै अब युट्युब च्यानल खोल्ने, त्यसबाट अब विभिन्न क्षेत्रहरू हुन्छन्, टेक्नोलोजी सम्बन्धी हैन, ब्लग सम्बन्धी तपाईँहरू त्यो निर्माण गर्न सक्नुहुन्छ। ट्युटोरियल्स, केही आफूले सिकेका कुराहरू अरूलाई सिकाउन सकिन्छ। गेमिङ हैन, यी क्षेत्रहरूमा हात हालेर तपाईँ पैसा कमाउन पनि सक्नुहुन्छ। कुनै स्मल अनलाइन बिजनेस भनेको ससाना सामान्य खालका अनलाइन बिजनेसहरू पनि तपाईँ गर्न सक्नुहुन्छ यो समयमा, जस्तै सेलिङ क्राफ्ट्स भनेको हस्तकलाका सामानहरू, टी सर्टहरू हैन, बेक्ड गुड्स भनेको यो विभिन्न पकाइएका खाद्य सामग्रीहरू इत्यादि, तपाईँ त्यसको लागि अनलाइन बिजनेस गर्न सक्नुहुन्छ। डिजिटल मार्केटिङ र ब्लगिङ सम्बन्धी तपाईँ अध्ययन गर्न सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ यो समयहरूमा। अब यसलाई तपाईँले अब स्किल गेन गर्नको लागि हैन, मतलब सिप क्षमता सिक्नको लागि, प्राप्त गर्नको लागि, एक्सप्लोर इन्ट्रेस्ट भनिएको छ, आफ्नो रुचि क्षेत्रका कुराहरू हैन, भविष्यका लागि उद्देश्य, यो सबै तपाईँहरू गर्न सक्नुहुन्छ। अब रिजल्ट भइसकेपछि चाहिँ के गर्न सकिन्छ त? अब विभिन्न क्षेत्रमा पढ्न जानुपर्ने होला, 11 क्लासको तयारी गर्नुपर्ने होला, कुन सब्जेक्ट छनौट गर्ने होला, त्यो बारेमा हेरौँ है त।
अब 11 क्लासको लागि त्यसमा एन्गेज हुनको लागि यो सर्ट टर्म कोर्सहरू जस्तो ब्रिज कोर्सहरू भनिन्छ, ट्राभल एक्सपिरियन्सहरू भनिन्छ, केही अप्सनहरू केही हैन केही चाहिँ पोइन्टहरू यसमा दिएको छ। यसमा हेरौँ त पहिलो पोइन्ट छ अब केही पोइन्टहरू दोहोरिन्छन् है, जस्तो अगाडिकै जस्तै यसमा हुनुपर्छ भन्ने पनि छैन। अब केही कुराहरू रिपिट पनि हुन सक्छन्। जस्तै कम्प्युटर र आइटी कोर्स भनेको एससी दिइसकेपछि पनि गर्न सकिन्छ रिजल्ट हुनुभन्दा अगाडि होइन। तपाईँले अब प्लस 2 मा गएर 11-12 क्लासमा गएर म कम्प्युटरै सिक्छु भन्यो भने त्यसको लागि तपाईँ कम्प्युटर आइटी कोर्सहरूको बारेमा तपाईँ जोइन गर्न सक्नुहुन्छ अथवा त्यो बारेमा अध्ययन गर्न सक्नुहुन्छ। बेसिक कम्प्युटर स्किल भनिएको छ, मैले योभन्दा अगाडि पनि यस बारेमा भनिसकेको छु। पाइथन, C++, जाभा, यसमध्ये पाइथन चाहिँ बढी लोकप्रिय हो प्रोग्रामिङको लागि, सजिलो पनि हो यो अरूभन्दा, यो तपाईँ सिक्न सक्नुहुन्छ। त्यसैगरी ग्राफिक डिजाइन भनेको छ, फोटोसप, इलस्ट्रेटर, विभिन्न यो चाहिँ सफ्टवेयरहरू छन् है ग्राफिक डिजाइनको लागि, त्यो तपाईँ सिक्न सक्नुहुन्छ। वेब डेभलपमेन्ट सिक्न सक्नुहुन्छ, भिडियो एडिटिङ कोर्सहरू गर्न सक्नुहुन्छ, एनिमेसन कोर्स, यो बढी जल्दोबल्दो बढी महत्त्वको विषय छ अहिले चाहिँ भिडियो एडिटिङ र एनिमेसन। यदि तपाईँ युट्युब च्यानल खोल्नुहुन्छ भने त्यसैगरी साइबर सेक्युरिटी र इथिकल ह्याकिङ भन्ने छ, यस सम्बन्धी तपाईँ नलेज गेन गर्न सक्नुहुन्छ। एआई भनेको छ, आर्टिफिसियल इन्टेलिजेन्स, यो चाहिँ अहिले बढी चर्चामा रहेको विषय छ। विश्वभरि यो एआईको ठुलो उपयोगिता रहेको छ, यो तपाईँ सिक्न सक्नुहुन्छ। मसिन लर्निङ बेसिकहरू तपाईँ सिक्न सक्नुहुन्छ। त्यसैगरी ब्रिज कोर्स फर ग्रेड 11 क्लासको लागि तपाईँले केही तयारी गर्नु छ, त्यसमा भर्ना हुनु छ भने त्यसको लागि ब्रिज कोर्स त्यसको तयारी गर्न सक्नुहुन्छ। जस्तै ब्रिज कोर्समा चाहिँ अब के सम्बन्धी हो त, तपाईँ साइन्स, म्यानेजमेन्ट, अरू स्ट्रिमहरू फ्याकल्टीहरू छन् त्यस सम्बन्धी होइन ग्रेड 11 मा पढ्नको लागि। त्यसैगरी म्याथमेटिक्स, फिजिक्स, केमिस्ट्री, बायोलोजी, एकाउन्टेन्सी यिनीहरू पनि तपाईँ अब पढ्न सक्नुहुन्छ होइन, यसको तयारी गर्न सक्नुहुन्छ। नेपालमा विभिन्न इन्स्टिच्युटहरू छन्, अब ती इन्स्टिच्युटहरू तपाईँले हेरेर खालि विज्ञापनको आधारमा मात्र तिनीहरूलाई छनौट गर्नु हुँदैन होइन। आफ्नो साथीहरूसँग सहयोग लिने, शिक्षकहरूसँग सहयोग लिने, कुन इन्स्टिच्युट राम्रो छ, कहाँ के पढाइ हुन्छ त्यसको बारेमा पनि, र आफ्नो इन्ट्रेस्ट केमा छ होइन, कुन विषयमा छ त्यो पनि हेरेर हुन्छ। त्यसैगरी ल्याङ्ग्वेज लर्निङ भनेको छ, अब कतिपय यो दूरदराजमा भएका मानिसहरूलाई अङ्ग्रेजी भाषा चाहिँ अझै हाउगुजी बनेको छ। अब इन्ट्रेस्टको विषय पनि छ, अन्तर्राष्ट्रिय महत्त्वको विषय पनि हो यो भाषा होइन। त्यसैगरी IELTS प्रिपेरेसन पनि गर्न सक्नुहुन्छ यस सम्बन्धी तपाईँलाई इन्ट्रेस्ट छ भने। कोरियन ल्याङ्ग्वेज, यो टोपिक्स, यो EPS KLT, यो सबै यो अगाडि मैले भनेको थिएँ यसबारेमा, यो तपाईँ सिक्न सक्नुहुन्छ। जापानिज ल्याङ्ग्वेज, चाइनिज ल्याङ्ग्वेज, जर्मन, फ्रेन्च यिनीहरू भाषा सम्बन्धी विषयवस्तुहरू भए। यो एससीको रिजल्ट भइसकेपछि र तपाईँलाई यस सम्बन्धी इन्ट्रेस्ट छ भने यतातिर पनि तपाईँ जान सक्नुहुन्छ भन्ने सन्दर्भमा यो कुरा आएको हो। तपाईँ पर्सनालिटी डेभलपमेन्ट हेर्नुहोस् है त, यो व्यक्तित्व विकास हो, यो चाहिँ यसको बारेमा पनि तपाईँ तयारी गर्न सक्नुहुन्छ। पब्लिक स्पिकिङ, विशेष गरी यो पत्रकारिता जगतमा पनि यो काम लाग्छ र अन्य धेरै क्षेत्रहरूमा यो काम लाग्ने चिज हो यो पब्लिक स्पिकिङ भन्ने। लिडरसिप, कम्युनिकेसन स्किल यिनीहरू बारेमा तपाईँ सिप आफ्नो बढाउन सक्नुहुन्छ, यो अगाडि पनि भनिएको थियो। क्रिएटिभ राइटिङ, ब्लगिङ यी सबै कुराहरू थिए। इन्टर्नसिप, पार्ट टाइम जब भनेर, पार्ट टाइम भनेको खाली समयमा तपाईँले फुर्सदको क्षणमा केही कामहरू गर्न सक्नुहुन्छ त्यस सम्बन्धी। आइटी फर्म, स्कुल, लोकल बिजनेस आदि इत्यादिमा काम गर्न सक्नुहुन्छ, यी सबै कुरा भनिएकै हो। फ्रिल्यान्सिङ जस्तै ग्राफिक डिजाइन, भिडियो एडिटिङ, कोडिङ यो अगाडि पनि भनिएको हो। यो प्रोग्रामहरू चाहिँ रिपिट हुन सक्छन् है, तपाईँको इच्छाको कुरा पनि हो यसमा होइन। अब सबै अध्ययन गर्नुपर्छ भन्ने मात्रै छैन, तपाईँ घुम्न पनि त जान सक्नुहुन्छ नि होइन, आफ्नो क्षेत्रमा जस्तो आफ्नो वरिपरिको क्षेत्रमा नजिकमा होइन। पैसा छ भने अलिक टाढा टाढा पनि घुम्न सकिन्छ विभिन्न क्षेत्रहरूमा होइन। जस्तो ऐतिहासिक ठाउँहरू, जस्तो सांस्कृतिक ठाउँहरू होइन, संस्कृतिले भरिएका जस्तै काठमाडौँ, भक्तपुर, पाटन, लुम्बिनी यिनीहरू क्षेत्रमा पनि घुम्न सक्नुहुन्छ। ट्रेकिङ, हाइकिङ होइन, विभिन्न क्षेत्र जस्तो अन्नपूर्ण बेस क्याम्प अलि टाढै हो यो चाहिँ होइन। अब तपाईँको ठाउँबाट नजिक छ भने त्यो फरक परेन। घोरेपानी, पुन हिल, लाङटाङ होइन, यो घोरेपानी, पुन हिल भन्ने त हामीले कोर्स बुकमा पनि पढेको हो 9 क्लासमा। यी क्षेत्रहरूमा पनि तपाईँ घुम्न जान सक्नुहुन्छ।
जङ्गल सफारी, एडभेन्चर स्पोर्ट्स हैन विभिन्न यो ठाउँको नाम दिएको छ र प्लेस यो प्रोग्राम मतलब तपाईँ बन्जी जम्पिङ पनि गर्न सक्नुहुन्छ, त्यहाँ राफ्टिङ हैन पानीमा डुङ्गा चलाउने हैन पानी जहाज जस्तो विभिन्न प्याराग्लाइडिङहरू हावामा उड्ने यी सबै कामहरू तपाईँ गर्न सक्नुहुन्छ। आफ्नो इन्ट्रेस्टको कुरा हो। भोलुन्टियर वर्क इन रुरल एरियाज भनेको ग्रामीण क्षेत्रमा तपाईँ स्वयंसेवकको रूपमा काम गर्न सक्नुहुन्छ, जस्तो टिचिङ, इन्भाइरोन्मेन्ट कन्जर्भेसन एन्ड सोसल वर्क भनेको छ। यी कामहरू तपाईँ चाहिँ यो फुर्सदको छेडमा गर्न सक्नुहुन्छ। स्किल बेस्ड ट्रेनिङ एन्ड हबिज भनेको छ तपाईलाई स्किल बेस्ड ट्रेनिङ जस्तो भिडियोग्राफी, फोटोग्राफी सम्बन्धी पनि काम गर्न सक्नुहुन्छ। म्युजिकको क्षेत्रमा तपाईँ काम गर्न सक्नुहुन्छ आफ्नो इन्ट्रेस्ट छ भने। स्पोर्ट्स खेलकुद हैन मार्शल आर्ट्स हैन ताइक्वान्डो जस्तै यिनीहरूमा पनि तपाईँ काम गर्न सक्नुहुन्छ। यो सिपहरू सिक्न सक्नुहुन्छ। कुकिङ, बेकिङ यो अगाडि पनि भनिएको थियो यी कुराहरू हैन। र यसले चाहिँ तपाईलाई विभिन्न क्षेत्रमा विभिन्न तरिकाले अब सहयोग गर्न सक्छ तपाईँ यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने। अब निष्कर्षमा जाउँ। हेर्नुहोस् है, यसले के चाहिँ अब यो समय अवधिमा हामी के गर्न सक्छौँ, यो समयले चाहिँ हामीलाई के कुरामा फाइदा दिन सक्छ भन्ने बारेमा हामी पोइन्ट वाइज जाउँ। चुज अ सुटेबल +2 प्रोग्राम हैन 11-12 मा तपाईलाई सुटेबल पनि हुनु पर्यो, तपाईलाई कुनमा इन्ट्रेस्ट छ, बढी इच्छा कुनमा छ त्यो तपाईँ चोइस गर्न सक्नुहुन्छ हायर सेकेन्डरी एजुकेसन पढ्नको लागि। अब अरूको दबाबमा पढेर मात्र पनि हुँदैन, आफ्नो इच्छा केमा छ, कुन विषयमा छ भन्ने पनि हुन्छ र आफ्नो क्षमता कुन विषयमा बढी छ त्यो पनि हेरेर हुन्छ। तपाईँ साइन्स छनौट गर्नुहुन्छ भने अब यो चाहिँ के हो त, अब यस सम्बन्धी तपाईँ मेडिकल सम्बन्धी पनि हुनसक्छ, साइन्सबाट जाने क्षेत्र भनेको। तपाईँ इन्जिनियरिङ गर्न सक्नु, इन्जिनियरिङपट्टि इन्ट्रेस्ट छ भने साइन्स फ्याकल्टी लिन सक्नुहुन्छ। आइटी, इन्फर्मेसन टेक्नोलोजी, रिसर्च करियर यी सब कुराको लागि तपाईँलाई साइन्स विषयले मद्दत गर्छ। तपाईँ बिजनेसपट्टि जाने हो, एकाउन्टेन्ट, होटल म्यानेजमेन्ट, ब्याङ्किङतिर जाने हो भने म्यानेजमेन्ट विषय जस्तो कमर्स पनि भनिन्छ, यो लेखा विषय पढ्ने हो, यसले पनि तपाईँलाई मद्दत गर्छ। होइन म चाहिँ सोसियोलोजी पढ्छु, म त लिटरेचरमा इन्ट्रेस्ट छ, साइकोलोजी, मास कम्युनिकेसन भनेको यो सञ्चार जगत हो, पत्रकारिता, यसमा जानुहुन्छ, ह्युमेनिटिज विषय छनौट गर्न सक्नुहुन्छ तपाईँ 11-12 कक्षामा। म चाहिँ होइन टिचिङ नै बढी इन्ट्रेस्ट लाग्छ भन्यो भने एजुकेसन लिएर पढ्न सक्नुहुन्छ। अथवा मलाई कानुन सम्बन्धी विषय पढ्न मन लाग्छ भन्यो भने लेगल स्टडिज जस्तो करियर्स होइन ल एन्ड जस्टिस यो तपाईँ यसमा इन्ट्रेस्ट छ भने ल अर्थात् कानुन विषय छनौट गरेर पढ्न सक्नुहुन्छ। यिनीहरू चाहिँ तपाईँको अध्ययनका क्षेत्रहरू भए। अब टेक्निकल र भोकेसनल एजुकेसन भन्ने छ। हेर्नुहोस् है, यो प्राविधिक विषय हो यिनीहरू चाहिँ। यसमा सिटिभिटी भन्ने एउटा संस्था छ, यसले मद्दत गर्छ तपाईँलाई होइन पढ्न लेख्नको लागि। यो चाहिँ अब त्यसमा पढाइ लेखाइ हुन्छ भनौँ न, यो एउटा यो सिटिभिटी काउन्सिल फर टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ भन्छ। यसले तपाईँलाई सिप सिकाउँछ र त्यो सिप तपाईँले आफ्नो दैनिक जीवनमा प्रयोग गरेर तपाईँ चाहिँ पैसा कमाउन सक्नुहुन्छ। कुरा चाहिँ यो छ। अब तपाईँ सिभिल, इलेक्ट्रिकल, कम्प्युटर सम्बन्धी इन्जिनियरिङमा चाहिँ इन्ट्रेस्ट छ भने डिप्लोमा इन इन्जिनियरिङ पढ्न सक्नुहुन्छ। त्यसमा यो टेक्निकल र भोकेसनल एजुकेसन अन्तर्गत हो यो होइन। इन्जिनियरिङमा सिभिल इन्जिनियरिङ भनेको चाहिँ घर निर्माण गर्ने, पुलहरू निर्माण गर्ने होइन, यो कन्स्ट्रक्सन सम्बन्धी पढ्यो। इलेक्ट्रिकल भनेको चाहिँ तपाईँको यो विद्युत सम्बन्धी पढ्यो इन्जिनियरिङ। कम्प्युटर इन्जिनियरिङ भन्ने चाहिँ कम्प्युटरमा इन्ट्रेस्ट छ भने तपाईँ इन्जिनियरिङमा कम्प्युटर इन्जिनियरिङ पनि हुन्छ होइन। हार्डवेयर, सफ्टवेयर यी सबै कुराहरू यसैमा आउँछन्। अब डिप्लोमा इन हेल्थ साइन्सेस भनेको छ, नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन आदि इत्यादि पनि यसै अन्तर्गत पढाइ हुने हो। तपाईँ कुनमा इन्ट्रेस्ट छ, नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन छ भने यो तपाईँ डिप्लोमा इन हेल्थ साइन्स भन्ने विषय छनौट गर्न सक्नुहुन्छ। एग्रिकल्चर एन्ड फरेस्ट्री कोर्सेज भनिएको छ, एग्रिकल्चर एन्ड फरेस्ट्री कोर्सेज है। यो सम्बन्धी विषय पनि तपाईँ छनौट गरेर पढ्न सक्नुहुन्छ। होटल म्यानेजमेन्ट र टुरिज्म भन्ने छ, यो भविष्यमा राम्रो होला भन्ने छ, देशमा शान्ति भइरह्यो भने होटल म्यानेजमेन्ट र टुरिज्म यो सेक्टरमा पनि तपाईँ अब इन्ट्रेस्ट छ भने यो पनि एउटा विषय हो, अध्ययनको विषय। अब छ ए लेभल, क्याम्ब्रिज लेभल इन्टरनेसनल एजुकेसनले चाहिँ यो पढाउने हो। यो चाहिँ होइन ए लेभलका कोर्सहरू जसमा अब विभिन्न कुराहरू छन् फर दोज हु वान टु यो इन्टरनेसनल करिकुलम, यो अन्तर्राष्ट्रिय तहको यो पाठ्यक्रमहरू हुन्।
ए लेभल हैन अप्सनको रूपमा रहेको छ। ए लेभल ओ लेभल तपाईँले सुन्नुभएको होला। यसबारेमा आफ्नो साथीभाइहरूसँग पनि तपाईँ जानकारी हासिल गर्न सक्नुहुन्छ। स्टडी एब्रोड भनेको विदेशमा अध्ययन गर्न जानुहुन्छ भने पनि अप्सनहरू छन् हैन, जस्तै युएसए अस्ट्रेलिया हैन। पैसा छ भने, अब होइन भने विदेशमा पढाइ हुने कुराहरू नेपालमै पनि पढाइ हुन्छन्। 11-12 भने त्यति ठुलो कुरो पनि छैन, नेपालमा धेरै विषयवस्तुहरू पढाइ हुन्छन्। भोकेसनल ट्रेनिङ हैन, कुनै तपाईँ भोकेसनल ट्रेनिङ जस्तो सिप सम्बन्धी हैन यो व्यवसाय गर्नको लागि ट्रेनिङ लिएर आफ्नो व्यापार व्यवसाय पनि तपाईँ सञ्चालन गर्न सुरुवात गर्न सक्नुहुन्छ, जसमा ग्राफिक डिजाइन पर्छ, डिजिटल मार्केटिङ पर्छ, फोटोग्राफी, टेलरिङ, कार्पेन्ट्री हैन। कार्पेन्ट्री भनेको सिकर्मी को काम गर्ने, टेलरिङ भनेको चाहिँ यो के भन्छ सिलाइ बुनाइको काम गर्ने हैन। यी सब कुराहरूमा तपाईँ इन्ट्रेस्ट छ भने यतातिर पनि जोइन गर्न सक्नुहुन्छ। कसैलाई हेर्नुहोस् है, यो अनौठो जस्तो लाग्नु पनि सक्छ, तर आफ्नो आफ्नो इन्ट्रेस्टको कुरा हो। मैले भन्दै आएको छु, नेपाल आर्मीमा जोइन गर्नु छ भने अब तपाईँसँग नेपाल आर्मीको तयारी गर्न सक्नुहुन्छ। पुलिसमा भर्ती हुन चाहनुहुन्छ भने यस सम्बन्धी पनि तयारी गर्न सक्नुहुन्छ। गभर्मेन्ट जब भनेको कम्तीमा खरिदारमा अब लड्न सकिन्छ तपाईँको एसई परीक्षा पास गरिसके पश्चात। यो पनि अप्सनहरू रहेका छन् हैन, तपाईँलाई इन्ट्रेस्ट यसमा छ भने पनि। र यो कुरा चाहिँ अब एक्सप्लेनेसनको रूपमा दिएको छ। तपाईँलाई कुन चाहिँ बढी राम्रो लाग्छ हैन, कुनमा बढी इन्ट्रेस्ट छ, त्यो तपाईँको इन्ट्रेस्टको कुरा हो। र भिडियो यति नै छ। अब यहाँ भनिए भन्दा बाहेक विभिन्न अप्सनहरू पनि रहेका छन्। यही नै गर्नुपर्छ भन्ने पनि छैन। तपाईँको इन्ट्रेस्ट सबैभन्दा बढी के छ, दबाबमा भन्दा पनि आफ्नो इच्छा र महत्त्वको विषय हेरेर आफूलाई मनपर्ने विषय पढ्न सकिन्छ। भिडियो यति नै गरौँ। धन्यवाद।